नमस्ते। हामी अहिले मुक्तिनाथ धामको दर्शन गराउँदैछु। काठमाडौँबाट नजिकै पर्ने सानो मुक्तिनाथ धाम मन्दिर। गणेशजी प्रवेशद्वार हो। गणेशजीको मूर्ति लेखेको छ। कृपया जुत्ता चप्पल बाहिर फाल्नुहोला। मुक्तिनाथ धाम की जय। 108 धारा हो ढुङ्गा गोदावरी प्रवेश गर्दैछु। मुक्तिनाथ धामको शिवजीको मन्दिर अनि यो हाम्रो त्रिशूल। यो मुक्तिनाथ धामको सानो मन्दिर, भोले बाबाको मन्दिर अनि यो ठुलो मन्दिर मुक्तिनाथ धामको। मुस्ताङको मुक्तिनाथकै स्वरूप हो मुस्ताङ धाम। यहाँ 108 धाराबाट पानी बगिरहेछ। 108 धारा हो यो। 108 धारा पानी बग्दैछ 108 धाराबाट मुक्तिनाथको। 108 धारा अनि मुक्तिनाथ मन्दिरको 108 धारा। काठमाडौँबाट एकदम नजिकै छ यो मन्दिर, धेरै टाढा छैन। करिब गोदावरीको छेउछाउमा हो यो मन्दिर। काठमाडौँबाट मानौँ 14 बाटोबाट 10 किलोमिटर जति पर्छ। धेरै टाढा पनि छैन। हजुरहरू आएर एकचोटि अवश्य दर्शन गर्नुहोला। बिहानै बिहानै हजुर हस् 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 बाहिर 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 हस् हस्। जुत्ता सब यहाँ बाहिर नि फुकाल्नु पर्छ। यहीँ माथि माथि जुत्ता चप्पल यहाँ माथि यसो फुकालेर जाने हो। यता पहाडको माथि गइहाल्छ। यताबाट आउने बाटो हो, यताबाट काठमाडौँबाट। यो अर्को डाँडा पनि छ। जय मुक्तिनाथ 108 धाराको दर्शन गरायो। अब फेरि अर्कै कुनै धामको दर्शन अर्को दिन गराउने नै छु भन्दै नमस्कार।